नेपालले हालै वन क्षेत्र संरक्षण र विस्तार गरेर कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुर्याए बापत करिब 5 करोड 50 लाख अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहयोग पाएको छ। गएको माघ 9 गते नेपाल सरकार र इमर्जेन्ट नामको अन्तर्राष्ट्रिय कम्पनी बीच यसमा सम्झौता भएको थियो। यसरी वनमा आधारित कार्बन व्यापार नेपालका लागि सुखद सुरुवात हो। तर देशको दूरदराजका सामुदायिक वनको संरक्षण कार्य पहिले भन्दा निकै घटेको छ। पहिला सामुदायिक वन प्रति मान्छे निर्भर नै रहन्थे। अहिले ती निर्भर रहने आधारहरू घटेका छन्। जस्तो पहिला घरहरू लिपोत गर्न पनि त्यहाँ वनमा भएको माटोहरू ल्याउन जान्थे। अहिले कङ्क्रिटका सिमेन्टेड घर भए, त्यस कारणले पनि वनमा मान्छेहरू जान छोडे। अर्को कारण दाउरा घाँसपात ल्याउन जा मान्छेले किसानहरूले पनि खेतबारीमा हाते ट्र्याक्टरहरू जोत्न थाले। अहिले हामीले कति सामुदायिक वनमा के देखेका छौँ भने सामुदायिक वनको पदाधिकारी बस्नको लागि चाहिँ खोज्नुपर्ने अवस्था छ। तपाईँहरू बस्दिनु भन्नुपर्ने अवस्था, किनभने मान्छे केमा जोडिँदो रहेछ भने आम्दानी र तपाईँको चाहिँ रोजगारी। रोजगारी त हाम्रो चाहिँ सामुदायिक वनबाट भएन। 2040 को दशकमा सुरु भएको सामुदायिक वन अभियान नेपालकै सफल संरक्षण मोडलको रूपमा विश्वमा परिचित छ। राज्यको स्वामित्वमा रहेको वन क्षेत्रलाई संरक्षण, सम्वर्धन र सदुपयोग गर्ने गरी सामुदायिक वनका रूपमा समुदायलाई हस्तान्तरण गर्न थालियो। उपभोक्ताले आफ्नै सम्पत्ति चाहिँ वन क्षेत्र जोगाएका कारण नेपालको संरक्षण मोडलले विश्वव्यापी चर्चा पायो। सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अनुसार देशभर सामुदायिक वन क्षेत्र 24,25,392 हेक्टर छ। 23,026वटा सामुदायिक वन उपभोक्ता समिति छन्। ती समितिमा 31,95,323 घरधुरी आबद्ध छन्। तर पहिले जसरी संरक्षण अभियानले निरन्तरता पाउन नसक्दा सामुदायिक वनमा बेथिति बढेको छ। वन क्षेत्रलाई चाहिँ जोगाउन एकदमै गाह्रो भइराखेको छ, किनभने वन फडानीहरू धेरै भइराखेको छ। यो वन फडानीको कारणले चाहिँ जुन ठाउँमा पहिरो आउने कुनै सपनामा पनि हामी भन्दैन थियौँ, त्यही ठाउँमा पहिरो आएर चाहिँ त्यो मान्छे नै छक्क पर्ने हिसाबको चाहिँ त्यस्तो भइराखेको छ। उचित संरक्षणको अभावमा सामुदायिक वन अतिक्रमणको चपेटामा परेको छ भने जैविक विविधतामा सङ्कट थपिँदै गएको छ।